भनौँ न बङ्गलादेशसँग तेस्रोचोटि हामी फेरि पनि वर्ल्ड कपमा खेल्दैछौँ हैन। अब इटली लगायत अब टिम्सहरूलाई चाहिँ अब T20 फर्मेटमा इट इज नट गोइङ टु बी इजी। त्यसैले अब लेट्स होप कि अब राम्रो क्रिकेट खेल्नेछन्। अहिलेको लागि यो NPL लगायत जति पनि भनौँ न अब लिडिङ अप टु द वर्ल्ड कप हाम्रो तयारीहरू छ त्यही हिसाबले गर्ने हो भने आइएम श्योर वी विल बी एबल टु प्रोड्युस गुड रिजल्ट्स। इन्डियामा हामीले विश्वकप खेल्नुको के मिनिङ हुन सक्छ? अब मिनिङ त हेर्नुहोस् अब आई थिङ्क इन्डियन क्रिकेटको बारे होइन अब विनो त्यहाँ क्रिकेटलाई कति भ्यालु गरिन्छ भनेर। अनि अब T20 वर्ल्ड कप इन्डियामा हुँदाखेरि अब राम्रो पर्फर्मेन्स गर्ने हो भने प्लेयर्सहरूको लागि राम्रो हुनसक्छ, कन्ट्रीको क्रिकेटको लागि पनि भनौँ न बिकज इन्भेस्टमेन्टको हिसाबले क्रिकेटिङ हिसाबले प्लस मोस्ट इम्पोर्टेन्टली अब वर्ल्ड कप जस्तो स्टेजमा भनौँ न टु सो आवर प्रेजेन्स आई थिङ्क अहिलेसम्म जति पनि विश्वकप खेलेका छौँ हामीले राम्रै प्रभाव छोडेका छौँ। तर अब यसपालि चाहिँ सायद अब टेस्ट प्लेइङ कन्ट्रीलाई हराउने चाहिँ चुनौती लिनु पनि पर्नेछ र चुनौती सँगसँगै आई थिङ्क इट्स एन अपर्च्युनिटी। अब टिम हेज बिन प्लेइङ गुड क्रिकेट स्पेसली T20 फर्मेटमा त एन्ड होपफुली अब यो NPL पछि पनि देयर इज गोइङ टु बी लट अफ कम्पिटिसन ठाउँको लागि पनि यो सबै कुरा हेर्दाखेरि वी एक्सपेक्ट आवर टिम टु डु वेल। यो लागि हाम्रो लागि चाहिँ एउटा इट्स अ ग्रेट अपर्च्युनिटी। जस्तो लास्ट टाइम हामी 1 वर्ष अगाडि अमेरिकामा वर्ल्ड कप खेल्दाखेरि चाहिँ त्यसले खालको हामीले डिजिटल फ्यान अवार्ड पनि दिएको थियो। अमेरिका जस्तो ठाउँमा रङ्गशाला पुरा नेपाल दर्शकले भइदिएको छ। अब यो पटक इन्डियामा अब यहाँ त अब हामीले भिजा पनि लगाउनु पर्दैन, मतलब हामी अपेक्षा गर्न सक्छौँ हरेक खेलमा रङ्गशाला भइदिनेछ नेपालको खेलमा। अब टिकट्सको अभाइलेबिलिटीको कुरा हो। हिजो हजुरको त्यो ड्रजहरू आउन साथै अब एकदमै चासो बढेको छ कि अब मान्छेहरू जाने इच्छादेखि लिएर अब टिकट्स के एभाइलेबल हुन्छ भन्ने कुरा हामीले पनि ICC लाई चाहिँ कोअर्डिनेट गरेका छौँ कि एटलिस्ट टिकट एभाइलेबल गराइदिनु होला नेपाली फ्यान्सहरूको लागि भनेर। अब त्यो अफिसियली आइसकेपछि हामी जानकारी पनि सबैले गराउने नै छौँ। इट्स अबाउट क्रिएटिङ द्याट प्रेजेन्स र फ्यान फलोइङ हाम्रो गजबकै छ। लड अफ फ्यान्स इन्डियामा पनि हुनुहुन्छ हाम्रो धेरै नेपालीहरू। सो नेपालबाट जाने इन्डियामा हुने नेपालीहरू लगायत वर्ल्ड क्रिकेटलाई पनि फेरि पनि हाम्रो जुन स्ट्रेन्थ छ क्रिकेट फ्यान्सको देखाउने र प्लेयर्सहरूको लागि त्यो फ्यान्स लगायत कन्ट्रीको लागि राम्रो क्रिकेट खेलेर फेरि पनि आफूलाई इस्टाब्लिस गर्ने पनि एउटा ठुलो अपर्च्युनिटी हामीले देखेका छौँ। एक्साइटिङ न्युजको बारेमा चाहिँ नेपाली क्रिकेट फ्यानले के भन्न चाहनुहुन्छ? आई थिङ्क किप सपोर्टिङ नेपाल क्रिकेट। अहिलेको लागि त आई थिङ्क वी आर इन्जोइङ लट अफ गुड क्रिकेट। अब हाम्रै TU इन्टरनेसनल क्रिकेट ग्राउन्डबाट अब स्टेडियम भन्न सक्नेसम्म भन्ने अवस्थामा हामी पुगेका छौँ। अझ पनि पूर्वाधारहरू बिस्तारै जोडिने क्रममै छ। जुन माया जुन सपोर्ट अहिले NPL लगायत नेपाल क्रिकेटले पाएको छ यसको निरन्तरता रहिरहोस्। सम्पूर्णमा कृतज्ञता र थ्याङ्क यू नेपाली क्रिकेट सहयोग साथ र समर्थनको लागि। अन्त्यमा अब NPL अहिले हामी भर्खरै म्याच सकेको छ, आजको म्याच होइन, जुन हिसाबले दर्शक आइरहनु भएको छ, जुन हिसाबको एउटा क्रेज देखिएको छ यो खेल हेर्नुको लागि, कस्तो पाइरहनु भएको छ यो पटक? होइन अब भेरी ह्याप्पी ग्रेटफुल। आई थिङ्क भेरी वेल बिहेभ पनि हो हाम्रो क्राउडहरू। आई थिङ्क सबैजना एकदमै इन्टरटेन हुनुहुन्छ। अब टिकटको चाहिँ एकदमै डिमान्ड छ होइन, त्यसैले अब त्यसलाई म्यानेज गर्न पनि हामी लागि परेका छौँ। अब टिकटहरू एकदमै चाँडै पनि सोल्ड आउट भइरहेका छन् जुन सङ्घको तर्फबाट। आई थिङ्क इट्स ग्रेट साइन्स। सायद योभन्दा ठुलो क्यापेसिटी हुने हो भने पनि भनौँ न दर्शकहरूको डिमान्ड हेर्दाखेरि भरि नै थियो होला। बट अहिलेको लागि यो नयाँ पूर्वाधारमा जुन सुरुवात भएको छ 7-8 दिनमा राम्रो भएको छ। यसलाई निरन्तरता दिनुपर्ने छ। टुर्नामेन्टको भनौँ 12वटा म्याच जति सकेको छ। सो अलमोस्ट अराउन्ड स्टिल 20 म्याचेस टु गो एन्ड लट अफ एक्साइटिङ क्रिकेट। प्लेयर्सहरूले पनि राम्रो पर्फर्म गरि पनि रहेछन्। सो ओभरअल भेरी ह्याप्पी एन्ड लाइक आई सेड हाम्रो फ्यान्सहरू है फेरि पनि यो बिहेभियर यो नेपाल क्रिकेटलाई वर्ल्ड क्रिकेटमा जसरी हामी प्रेजेन्ट गरेका थियौँ र जसरी गरिरहेछौँ यसले भविष्यमा हामीलाई ठुलो राष्ट्रहरूलाई लिएर आउन र ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने ठुलो भूमिका यसले खेल्नेछ।